नमस्कार, आज म छु ग्रीन ब्रिक प्रेजेन्ट बाई शब्द सिन्धुमा। हामीसँग आज एकदमै प्रतिभाशाली, एकदमै स्वर उदाउँदै गरेको तारा, स्वरको धनी हाम्रो प्रोसेस पाण्डे भाइ हुनुहुन्छ। हामी उहाँसँग कुरा गरौँ। भाइ नमस्कार। थ्याङ्क यू दिजु, नमस्ते सबैजनालाई। नमस्कार। कस्तो लागिरहेछ जितको स्वाद? एकदम आत्मैदेखि महसुस गरेको मैले त्यो यो क्षणलाई चाहिँ हजुर, एकदम खुसी लागिरहेछ, एकदम गर्व लागिरहेछ। किनकि म जस्तो सामान्य परिवारको मान्छेले द भोइस अफ नेपाल सिजन 6मा आएर दर्शक श्रोताहरूको यति धेरै माया, यति धेरै साथ सपोर्ट पाएँ, खुसी लागिरहेछ है। हजुर। डर थियो कतै मेरो साथीहरू म भन्दा पनि अलि अब्बल छन् होइन, उनीहरूले त मैले भन्दा केही एक कदम केही न केही उनीहरूले होइन संसार देखेका छन्, मलाई पछि पार्छन् कि केही डर थियो? त्यस्तो पछि पार्छन् भन्ने डर त थिएन, किनभने हामी जति पनि भोइस अफ नेपालमा जति पनि कन्टेस्टेन्ट थियौँ कसैमा पनि त्यो इगो भन्ने चिज थिएन क्या। यसलाई पछाडि पारेर म अगाडि जाउँ भन्ने कसैमा पनि थिएन। गहिरो मित्रता थियो सबैमा। गहिरो मित्रता थियो, एकदम एकदम क्लोज थियो सबैजना। हो है। हजुर। अनि तपाईँ त क्यारिकेचर पनि गर्नुहुन्छ? हजुर, अलिअलि कोसिस। सबै साथीहरूलाई हँसाउनुहुन्थ्यो? हुन्छ नि सुरुमा प्रोसेसलाई चाहिँ त्यो भोइस अफ नेपालमा सबै साथीले भेट्दाखेरि क्लोज हुने माध्यम के थियो भोइस अफ नेपालको साथीहरू बीच? अब म म्युजिककै अलिक बढी कुरा गर्ने मैले, अनि अब कहिलेकाहीँ कसैलाई बोर लाग्यो भने बोर नमानिस्यो न म छु त भन्ने क्यारिकेचर गर्ने, हँसाउने गर्थेँ। त्यही भएर पनि अब सायद होला केही। भोइस अफ नेपालमा सबैभन्दा पहिलो क्यारिकेचर के थियो? गीत सोधिन, किनभने गीत हामीले सबैले हेरेका छौँ होइन। ब्याक अफ द क्यामेरा, मैले सायद ब्याक अफ द क्यामेरा, ब्याक अफ द क्यामेरा खोइ कसको गरेँ त्यो त याद भएन है। हजुर, याद भएन। ओहो ल। अनि सबैभन्दा भोइस अफ द नेपाल मैले चाहिँ किनभने भर्खरै जितको स्वाद चाखिरहेको, सबैको वाहवाही पाइरहेको होइन, भाइलाई चाहिँ मैले चाहिँ भोइस अफ नेपालमै केन्द्रित गरेँ। एकछिन हामी त्यहीँ डुलौँ। हजुर हजुर। त्यहाँ फर्स्ट गीत के थियो जसले चाहिँ वाह दिस इज प्रोसेस पाण्डे भन्ने के थियो गीत? मैले ब्लाइन्ड अडिसनमा गाएको हररात सपनीमा ऐठन हुन्छ, आदरणीय विप्लव प्रतीक सरको रचना, दीप श्रेष्ठ सरको सङ्गीतमा रहेको, उहाँकै स्वरमा रहेको गीत थियो। सुनौँ न। विप्लव प्रतीक सर र दीप सरलाई उच्च सम्मानका साथ उच्च सम्मान गर्दै नमन गर्दै शिर निहुर्याएर म हजुरहरूको गीत थोरै निभाउने कोसिस गर्नेछु। भुलचुक माफ गरिदिनु होला। हर रात सपनीमा ऐठन हुन्छ, गाउँमा सायद पहिरो गयो कि, गाउँमा सायद पहिरो गयो कि, गाउँमा सायद पहिरो गयो कि, हर रात। थ्याङ्क यू। वाउ, साँच्ची नै तपाईँको स्वरमा भुल्छौँ हामी। 80 भएकै इन्द्रेणी जानुभएको थियो है? हजुर हजुर। 18 लाखले हेरिसके तपाईँलाई, 18 लाख हृदयले तपाईँलाई भ्युज गएछ। कस्तो भइरहेछ यो सुन्दा? थाहा थिएन होला? एकछिन त म पनि सरप्राइज नै भएँ। 24 आवर भित्र? हजुर, 21 आवर कि 24 आवर भित्रमा 18 लाख गएछ। एकदम खुसी लाग्यो। जे होस्, अब मलाई यति धेरै माया गरिदिसेको छ, यति धेरै सपोर्ट गरिदिसेको छ, सम्पूर्णलाई हृदयदेखि नै धन्यवाद भन्न चाहन्छु। केही छ सन्देश? सबै 18 लाखलाई नै एउटै शब्दमा भन्नुपर्दा के भन्नुहुन्छ होला? हजुरहरूकै भोटको कारणले गर्दा यहाँसम्म आएको हो। हजुरहरूलाई मुरी मुरी धन्यवाद। भेट्न मिल्ने भएको भए सबैलाई खोजी खोजी भेट्थेँ म धन्यवाद दिनको लागि। त्यो सम्भव पनि छैन। त्यसकारणले यही कार्यक्रम मार्फत
धेरै धेरै धन्यवाद भन्न चाहन्छु। हजुरहरूलाई निराश बनाउने छैन, हजुरहरूको भोट खेर जान दिने छैन। भुलवश यात्रा गर्ने क्रममा, साङ्गीतिक यात्रा गर्ने क्रममा भुलवश केही कमजोरी गल्ती भएमा गाली गरेर भन्दा पनि मायाले सम्झाइदिनु होला। बच्चै छु, सिक्ने कोसिसमा छु, यही भन्न चाहन्छु। कस्तो राम्रो मन प्रोसेसको। अघि पनि म ब्याक अफ द क्यामेरा पनि खुसी, हजुरलाई भेट्दाखेरिको खुसी, सकारात्मक ऊर्जा होइन तपाईँसँग भरिएको छ। ब्लेस यु। अझै अब हामी अलिकति तल होइन, अलिकति पहिला प्रोसेसको बालापनमा जाऊँ न। प्रोसेस बालापनमा कस्तो? म अलिकति चञ्चले स्वभावको बालापनमा अहिले पनि कता कता त्यस्तै छु म। मलाई चाहिँ कस्तो लाग्छ भने कोही मान्छे मसँग नजिक छ भने मलाई चाहिँ मान्छेहरूलाई हँसाइरहन मन लाग्छ क्या। चाहे त्यो मान्छे आफ्नो होस्, चाहे त्यो मान्छे अरूको होस्, भन्नाले चाहे आफ्नो होस् चाहे पराई होस्, जोसँग म घुलमिल हुन्छु उसलाई चाहिँ मलाई हँसाइरहन मन लाग्छ। सानैदेखि म सबैसँग छिटै घुलमिल हुन्थेँ। अनि स्कुल पढ्दा अलिअलि चकचक पनि गरियो। स्कुलमा सम्झन केही कुराहरू छन्, सम्झने कुराहरू। खुसीका त सबै हुन्छन् होइन। बालापन त एकदमै प्लेजर टाइम हो त्यो बालापन। कमी कमजोरी केही कुरा नभइकन होइन जीवन व्यतीत हुने टाइम। त्यतिखेर पनि केही थियो चित्त दुख्ने कुराहरू प्रोसेसलाई? यो कुराले चाहिँ मलाई हर्ट गरेको थियो बालापनमा, जुन कुरा चाहिँ म आजसम्म पनि बिर्सिन्न भन्ने केही थियो त्यस्तो? त्यस्तो हर्ट गरेको त कसैले पनि छैन। तर अब बच्चामा त्यो नबुझ्दाखेरि एकचोटि चाहिँ खोइ मलाई कसले तँ भनिसकेको थियो स्कुलमा। अनि घरमा गएर म रोएँ क्या, म स्कुल जान्न मलाई तँ भन्यो भनेर। मलाई चाहिँ तँ भन्ने शब्द चाहिँ मनै नपर्ने बच्चा बेलामा। अनि ठुलो भइदियो अब अहिले अलिकति बढिसकेपछि चाहिँ यो त कमन शब्द रहेछ भन्ने चाहिँ लाग्यो। अझै नजिक। हजुर हजुर, अलिक नजिककै मान्छेलाई चाहिँ तँ भन्ने रहेछ भन्ने चाहिँ लाग्यो। किनभने हाम्रो घरमा त्यो हामीलाई चाहिँ तँ तर मम गर्ने संस्कार कसैमा पनि छैन क्या। हाम्रो घरमा चाहिँ आइस्यो गइस्यो नै हो हामी बोल्ने। त्यस्तो त्यो तँ भन्ने त्यो डिसरेस्पेक्ट गर्ने चाहिँ हाम्रो घरमा संस्कारै दिसेको थिएन। अनि मलाई त्यो पनि चित्त बुझ्दैन थियो। हो है। हजुर। अब हामी रङका कुराहरू गरौँ। हामी धेरै मान्छेहरूले चाहिँ रङका कुराहरू गर्छौँ के प्रोसेस भाइ? हजुर। रङ के हो प्रोसेस भाइको जीवनमा? रङ के हो? रङ कलर? कलर, यस। कलर खै यो त मलाई आइडियै भएन नि त यो विषयमा है। एउटै रङ भन्दा पनि कुनै रङको आइडिया भएन है प्रोसेस भाइलाई? हजुर हजुर, हामीलाई त्यो सानैदेखि अब फुल ब्लाइन्ड भयो, कलरको सेन्सै भएन। अनि कलर भन्नु पर्यो भने कालो निलो पहेँलो शब्दमा मात्रै सीमित रह्यो। हजुर, शब्दमा मात्रै सीमित रह्यो। यति चाहिँ थाहा छ कि मान्छेलाई कालो भयो भने नराम्रो कस्तो कालो भन्छन्, अनि गोरो भयो भने चाहिँ वा यस्तो पो हो मान्छे भन्छन् भन्ने चाहिँ थाहा छ। अरू चाहिँ त्यस्तो आइडिया भएन। अरू आइडिया भएन? हजुर। यो रङले चाहिँ तिमीलाई सुहायो भनेको सुन्नुहुन्थ्यो बच्चामा? हजुर सुन्थेँ। अब त्यो आइडिया चाहिँ त्यति भएन। मम्मीले भन्दा तिमीलाई यो रङले कस्तो सुहाउँछ भन्दा कुन रङ भन्नुहुन्थ्यो होला? सायद कालो हो कि हो। आज तपाईँले कालै लाउनु भएको छ टी सर्ट, साँच्चै नै तपाईँ राम्रो देखिनु भएको छ। थ्याङ्क यू है। हामीले पनि सबैभन्दा ठुलो रङ भनेको प्रेमको रङ हो है, जुन चाहिँ प्रोसेस भाइले सबैबाट पाउनु भएको छ र आगामी दिनहरूमा नि पाउनुहोस् मेरो कामना छ भाइलाई। अब हामी आमातिर जाऊँ न। सबैले आमाको कस्तो मिठो मिठो कविता भन्छन्, कस्तो होइन गीतहरू गाउँछन्, कस्तो मन छुने कुराहरू भन्छन्, जसलाई चाहिँ धेरै मान्छेले फलो गर्छन्। अझै टिकटकमा त एउटाले आमाको बारेमा मिठो भनिदियो भने होइन, त्यही कुराहरू नै कतिजनाले फलो गरेर बनाइरहेको हुन्छन्। जस्तै केही छ शब्द आमालाई चाहिँ यो भन्छु जसले आमालाई चाहिँ चित्त बुझ्छ यो शब्दले भन्ने शब्द छ के? आमा जिउँदो भगवान।
जसले हामीलाई यो धरतीमा पाइला टेक्ने अवसर दियो, जसले हामीलाई चाहिँ घाम पानी नभनिकन दिनरात नभनिकन सुत्दाखेरि पनि राम्रोसँग निन्द्रा पर्दैन क्या उहाँहरूलाई, मेरो बच्चालाई के हुने हो कि भनेर। रोयो भने नि आधा रातमा बिउजेर बोकी बोकी सुताउने, दिनरात नभनिकन छोराछोरीको लागि चाहिँ के भने ज्यान दिएर लाग्ने व्यक्ति भनौँ न, जिउँदो भगवान। जिउँदो भगवान है, एउटै शब्द काफी छ, जिउँदो भगवान। हजुर, जिउँदो भगवान। मलाई कस्तो आनन्द लाग्यो साँच्चै नै, जिउँदो भगवान होइन। आँखा हामीले चाहिँ आँखा चिम्लेर आमालाई महसुस गर्दा मेरी आमा यस्ती छिन् भनेर भन्छौँ नि हामीले होइन। त्यसरी भन्नुपर्दा के व्याख्या गर्नुहुन्छ होला मेरो भाइले चाहिँ आफ्नो आमालाई? राम्री भइसिन्छ। एउटै शब्द हजुर हुन्छ नि, स्पर्शले नि मेरी आमा यस्ती हुनुहुन्छ, सबैभन्दा अलग स्पर्श हो नि त आमाको त। राम्री भइसिन्छ हो है। हजुर, मनको राम्री, सबै कुराको राम्री, सबै कुराको राम्री। आहा, फर्स्ट गीत अस्ति भर्खरै 6 दिन भयो है भाइको आएको होइन। फर्स्ट दिन त्यो सुनौँ न गीत, किनभने यस्तो मिठो गीत छ होइन। अलि श्रोता माझ नपुग्या हो कि जसरी चाहिँ 18 लाखले भाइलाई हेर्नु भयो होइन। यो चाहिँ मेरो सेकेन्ड गीत हो। मेरो फर्स्ट गीत पनि छ। पहिला फर्स्ट सुनौँ अनि सेकेन्ड सुनौँला। हुन्छ, यो फर्स्ट गीत चाहिँ यो क्षितिज सापकोटा दादाको रचना। हजुर, जसको चाहिँ एकदम हिट गीत छ, सुनेको दरबार। सुनौँ न। होइन, सुनेको दरबार चाहिँ उहाँकै रचना हो। अनि दीपक विश्वकर्मा दादाको सङ्गीत। अनि मैले र अहिलेको एकदम सर्वाधिक भाइरल गायिका रेखा पोखरेल दिदीले गाएको, हामी दुईजना मिलेर गाएको गीत हो। हजुर। उसकै झल्को बारम्बार आउँछ मध्यरातमा, मैनी दाउन सकिन नि मायालुको यादमा, मायालुको यादमा। सिम सिम पानी बनभरि तिम्रो माया मनभरि, तिम्रो माया मनभरि। थ्याङ्क यू। वाउ, कस्तो राम्रो। अनि अस्ति भर्खरै रिलिज भएको छ हाम्रो पवन खतिवडा भाइको लेखनमा होइन, शब्दमा विजय सिरानी। कस्तो मिठो छ के, एकचोटि सुनौँ न यो पनि। हस्, थ्याङ्क यू दिन्छु हजुरको लागि र सम्पूर्ण दर्शकको लागि। थ्याङ्क यू मेरो भाइ। भिज्यो सिरानी तिमीलाई सम्झिँदै रोएर, कति माया गर्छु भनी आफै बुझ्यो मुटु छोएर। के कमी छ मेरो मायामा सुन, के कमी छ मेरो मायामा। थ्याङ्क यू। वाउ, 18 वर्ष पुग्यो है। हजुर, के कमी छ मेरो मायामा भन्दा माया गर्ने मान्छे छ कि छैन, त्यो स्पेशल वान भन्छ नि, त्यो वाला के त्यस्तो त छैन अहिलेसम्म। 18 वर्ष भन्छ 16 वर्षदेखि सी इज माई फर्स्ट क्रस भन्छ नि, त्यस्तो कोही छ? मेरो त क्रस गर्लफ्रेन्ड सबै छ नि। छ है? को छ होला त? म्युजिक। वाउ, सो स्वीट। म्युजिक नै फर्स्ट क्रस हो? हजुर हजुर। है, माया नै म्युजिक हो? हजुर हजुर। वाउ, ल कस्तो खुसी लाग्यो। ल क्यारिकेचर गरिन्छ नि मजाले। हजुर, गरिन्छ है। अघि भर्खरै भन्दाखेरि पनि हामीले जेठीलाई आमाले रोजेको भनेर गीत गाउनुहुन्छ नि, कति राम्रो। अब धमला दाइकै स्टाइलमा भन्नुपर्दा एउटा क्यारिकेचर गरिदिनु न। फेरि आज पनि उही हालत हुने भयो। उही हालत। तेरिका कसको गरौँ होला।
हामी सबैभन्दा पहिला सुन्न मैले चाहे चाहिँ होइन हाम्रो प्रधानमन्त्रीज्यू देशको प्रधानमन्त्रीको ठ्याक्कै यति बेला क्यारिकेचर गर्नु भनिन्थ्यो है। हस् हुन्छ म गर्छु। मलाई ताजुब लाग्छ, मलाई आश्चर्य लाग्छ, मलाई बडो अचम्म लाग्छ। आज श्री नेहा पोखरेलजीको कार्यक्रममा आउनु पर्दा बडो गर्व लागेको छ, किनभने उहाँ जतिको समाजसेवी नेपालमा अरू कोही हुनै सक्दैन। वाउ सो स्वीट। अब यही कुरालाई चाहिँ त्यसो भनेर फेरि अरूलाई डाउन गर्न खोजेको होइन है। होइन होइन एकदमै होइन। जो अगाडि छ उहाँकै कुरा हुन्छ नि त होइन। जो अगाडि छ, अब मैले प्रोसेस भाइ अगाडि हुनुहुन्छ, हजुरको गीत सुनिरहेको छु, अब सन्दर्भै नआएको मान्छेको त कुरा गर्ने कुरै आएन नि होइन। अनि फेरि अलिकति अब डर लाग्छ क्या मलाई। धमला दाईको नि गर्नुहुन्छ, हाम्रो ऋषि धमला दाईको, उहाँको सुनौँ न एउटा कुनै क्यारिकेचर यही भन्ने छैन, उहाँको केही सुनौँ न, एकदमै एनर्जेटिक हुनुहुन्छ नि त। श्रीमाजी आज तपाईँले प्रोसेस पाण्डेजीलाई मेरो क्यारिकेचर गर्न लाउनु भयो, किन लाउनु भयो? ठ्याक्कै भन्नुहोस् तपाईँ, नहाँस्नुहोस् तपाईँ, ठ्याक्कै भन्नुहोस् होइन, ठ्याक्कै भन्नुहोस् तपाईँ। किनकि ऊ मल्टी ट्यालेन्ट हो होइन, यसो भन्नु सुख भन्नु, ठ्याक्कै भन्नुहोस्। जनता जान्न चाहन्छ, बोल्न दिनु न। कस्तो राम्रो है। यो क्यारिकेचर मम्मीलाई सुनाउनु भएको छ? पहिलो दर्शकै मम्मी हो क्या तपाईँको श्रोता? सबैलाई थाहा छ हो है। हजुर, घरमा म खालि सबैजनालाई यस्तै गरेर हँसाउँछु। यो हामीले परिचित व्यक्तिहरूको त भयो क्यारिकेचर होइन, घरमा कसैको गर्नु पर्यो भने कसको गर्नुहुन्छ होला एकदम मजाले? घर फ्यामिलीको त मलाई कसैको नि आउँदैन, किनभने उहाँहरूको कपी गर्न सक्ने खालको भोइस नै छैन क्या। ए हो है। हजुर हजुर, अब उहाँहरूको अलिकति कपी गर्न सक्ने खालको भोइस छैन, सबैको अलिक अर्कै अर्कै छ। पाँडेजीको नि गर्छिन्छ भन्ने सुनेको थिएँ। हजुर हो, सुनौँ न। मेरिया मोइनी आज त कस्तो ठुलो ठाउँमा आइएछ नि त होइन? श्री नेहा पोखरेलको कार्यक्रम भनेपछि त छुट्टै खुसी लाग्छ भने जाम न। कति राम्रो ल, तपाईँ एकदमै प्रशंसक है, प्रशंसा योग्य हुनुहुन्छ। भोइस अफ नेपालमा होइन जित्दै गर्दाखेरि डलर खुवायो, डलरले चाहिँ जित्यो होइन भनेर भन्दा हो, डलरले नै जित्या हो भन्ने कुरा सुनेको थिएँ कि, डलरले हो त होइन? अब यस्तो त्यो चाहिँ मलाई कस्तो किन खुवाइकुनी यो आरोप अलिकति अचम्म लाग्छ क्या मलाई नि। एउटा सामान्य परिवारको मान्छे, त्यो पनि एउटा दृष्टिविहीन मान्छे, जसको चाहिँ आजसम्म इन्डिया कस्तो हुन्छ थाहा छैन जसलाई चाहिँ, उसले चाहिँ डलरले कसरी जित्यो भन्ने कुरो मेरो एउटा गुनासो, एउटा प्रश्न। अर्को कुरा चाहिँ संसारभर जति पनि दर्शकहरू भइसिन्छ, कोही डलर कमाउने ठाउँमा भइसिन्छ, कोही पाउन्ड स्टर्लिङ कमाउने ठाउँमा भइसिन्छ, कोही रिङ्गेट कमाउने ठाउँमा भइसिन्छ, कोही दिरम कमाउने ठाउँमा भइसिन्छ, कोही आइसी कमाउने ठाउँमा भइसिन्छ, अरू त एनसी कमाउने ठाउँमा नि भइसिन्छ। भोट गर्नको लागि सर्टेन अमाउन्ट त चाहिन्छ होइन? राइट। मेरो दर्शक श्रोताहरूले माया गरेर मलाई चाहिँ भोट गरेर उहाँहरूकै कारणले गर्दा म यहाँसम्म आएको हुँ। त्यस्तो त्यो अब त्यो अरूले भने जस्तो डलरैले जितेको त हामीसँग कहाँबाट डलर हुनु र? बिचरा सामान्य परिवारको मान्छे होइन, त्यही नि ठुलो भर्खर हो युएस गइसक्यो भने धेरै नै भएको छैन। अनि अब म ठुलबाबाले चाहिँ मेरो त्यो एउटा एपिसोडमा चाहिँ भिडियो बनाइसकेको थियो, ठुलबाबा र मेरो बिनाजुले। हजुर। हामी चाहिँ के अरे मिस यु प्रोसेस, बधाई छ, अगाडि बढ्नु, अल द वे फ्रम युएसए भनेर भन्छु। राइट। अनि त्यसपछि मैले पनि ल उहाँहरू युएसमा भइसिन्छ भनेर एउटा इन्टरभ्यूमा भनेको थिएँ।
त्यो भिडियो बनाउनु नै हाम्रो चाहिँ गल्ती भयो कि जस्तो लाग्न थाल्यो क्या अहिले चाहिँ। हो नि। हो किनभने भर्खर काम गर्न गएको मान्छेले डलरले कसरी चाहिँ कति चाहिँ कमाउँछ होला र होइन। त्यसो चाहिँ किन भनिसिन्छ खोइ पनि मलाई नि अचम्म लाग्छ। उहाँहरूलाई किन मेरो स्वर मन नपरेर पनि हुनसक्छ, अथवा उहाँहरूले चाहेको मान्छेले चाहिँ अब नजितेर पनि अब त्यो त्यस्तो भएको हुनसक्छ। रिसाएको हो त प्रोसेस हो, म डलरले नै जित्या हो भन्नुको मतलब चाहिँ रिसाएको कि होइन, यो त हुँदै होइन। मलाई त नेपालभरि जहाँ जहाँ नेपाली जुन कुनामा बस्नु भएको छ सबै करेन्सीले भोट गर्नु पर्यो नि त। त्यो मैले चाहिँ खासमा हँसाउनलाई त्यसरी बोलेको। हजुर। तर रिसाए जस्तो देखिएछ हो है। हजुर, म खास रिसाएको चाहिँ होइन है, किन मलाई जिन्दगीमा कहिले पनि रिस उठ्दैन। एउटा कुरा सितिमिति मलाई रिसै उठ्दैन, रिसाएको पनि होइन म। त्यसमा चाहिँ मैले अलिकति हँसाउन, दर्शकहरू अमेरिकामा बस्नेले डलरले हाल्ने हो, युके बस्नेले पाउन्ड स्टर्लिङले हाल्ने हो भनेर चाहिँ यसो एउटा हँसाउन खोजेको थिएँ। त्यो बोल्दाखेरि त्यस्तो देखियो होला, त्यसको लागि सरी सबैलाई। त्यस्तो त्यो रिसाएको त होइन। म किन रिसाउनु, अब जे नहुनु भइसक्यो, जितिसक्यो प्राइज हातमा परिसक्यो होइन। यही क्यारिकेचर गरेर भनिदिनु न त, म डलरले होइन सबैको मायाले चाहिँ विनर भएको हो भनेर एउटा क्यारिकेचर गरिदिनु तपाईँलाई मनपर्ने व्यक्तिको स्वरमा। निश्चित रूपमा म डलरले होइन, मैले तपाईँहरूको मायाको कलरले गर्दा जितेको हो। थ्याङ्क यू सो मच। साह्रै राम्रो। रेखा थापा दिदीसँग भेट भयो, के प्रसङ्गमा होला? आहा, यो कुरो सम्झ्यो भने अहिले म हजुरको 1 घन्टाको पोडकास्टलाई पनि एपिसोड 2, एपिसोड 3 गर्दै एपिसोड 100 पुग्न सक्छ। वाउ। यो कुरा त्यति चाहिँ गरौँ लाग्छ, जति गरे पनि मेरो मुखै दुख्दैन यो कुरा गर्दाखेरि। के भनौँ, म चाहिँ दिजुको सानैदेखि फ्यान हो। मैले एउटा नि फिल्म छुटाएको छैन। हिरो, किस्मत, हिम्मत, देवर बाबु, हिफाजत, कसले चोरे मेरो मन, लवकुश, हमेसा, हिरो रिटर्न्स लगायतका फिल्महरू मैले छुटाएको छैन कुनै पनि। अनि के भयो भने भोइसमा चाहिँ एकचोटि सुशील सरले दावाले डिकीलाई लिएर आयो, प्रमेशले मिस तामाङ लिएर आयो, प्रोसेस तपाईँले चाहनुभयो भने कसलाई ल्याउन चाहनुहुन्छ यो स्टेजमा नेपाली सेलिब्रेटी भन्दाखेरि म अन्त जान्न, हाम्रै नेपाली कलाकार रेखा थापा ल्याउँछु भनेर फ्याट्ट मैले नाम लिएँ। मलाई लागि पनि रहेको थियो, यदि मलाई ल यो क्वेसन सोधिसक्यो भने म दिजुकै नाम लिन्छु, म माइन्ड मेकअपै गरेर गएको हो। अनि मैले त्यसरी नाम लिएँ। अनि गोपी दादालाई फोन गरेँ मैले। हजुर। हाम्रो आर्टिस्ट खबरको गोपी कृष्ण चापागाई दादालाई। हजुर। उहाँ मलाई एकदम सपोर्ट गर्ने मान्छे हो। हजुर। भोइसमा आउनुभन्दा अगाडिदेखिकै चिनजान हो दाजुभाइको। हजुर। अनि दादालाई फोन गरेँ, दादा लौ न यहाँ त यस्तो पर्यो, मैले रेखा दिजुको नाम लिएँ, अब एकचोटि स्टेजमा उभिआउन सकिनँ भने त मेरो नाक काटिने भयो दादा। सबैले नाक जोगा छन्, मेरो नि नाक जोगिनु पर्यो दादा। अब मलाई जोगाउने भनेको हजुरले हो, लौ न दादा मलाई नम्बर दिनु पर्यो भनेर भने। त्यसपछि अनि रेखा दिजुको नम्बर दिस्यो दादाले मलाई। अनि मैले दिजु म चाहिँ ब्लाइन्ड हो, भोइस अफ नेपाल सिजन 6 को चाहिँ टप 6 मा पुगेको छु, अनि हजुर चाहिँ एकचोटि मेरो लागि भए पनि प्लिज यो स्टेजमा चाहिँ एकचोटि आइदिनु पर्यो दिजु भनेर भन्दाखेरि एकै वचनमा धेरै भन्नु पनि परेन मैले, एकै वचनमा चाहिँ हुन्छ बाबु तिम्रो लागि प्लस पोइन्ट हुन्छ भने म आउँछु, तिमी ढुक्क हो राम्रोसँग पर्फर्मेन्स गर, तिम्रो लागि म आएर प्लस पोइन्ट हुन्छ भने म जरुर आउँछु भनेर दिजुले भन्दिथ्यो। यति खुसी लाग्यो कि
त्यति सरल व्यक्ति, यति डाउन टु अर्थ मान्छे, यति शालीन व्यक्तित्व मैले आजसम्म कहीँ भेटेको थिइनँ। जिन्दगीमा म सायद भेट्दिनँ पनि होला। मलाई त्यति खुसी लाग्यो कि म त्यो दिन भावुक पनि भएँ कि म। हो नि, सितिमिति अब कसैले एकै वचनमा ओके त गर्न गाह्रो हुन्छ नि त। हो नि। तर दिजुले त एकै वचनमा ओके गरिदिन्छ, म भावुक भएँ। त्यस्तो शालीन हाम्रो रेखा थापा दिजु है। हजुर, त्यस्तो उहाँसँग गीत पनि गाउनु भएको थियो स्टेजमा तपाईले। हजुर हजुर, गाउन न एउटा त्यही गीत। सुनकै चुरा नसके नि चाँदी बाला दिउला हातैमा, दुःखै दुःख परे पनि हाँसी हाँसी जिउला साथैमा। हे मायालु, हे मायालु, मायालु मायालु हामी एक अर्काको। लभ यु दिजु। वाउ, रेखा दिजु मेरो पनि लभ यु हजुरलाई, किनभने भाइले जति शालीनता देख्या छ त्यसको डबल मैले हजुरको शालीनता देख्या छु। हरेक नयाँ व्यक्तिलाई आफैले हात समातेर हैन कहाँ पुग्छौ तिमी म छु साथ भन्नुहुन्छ के। मलाई चाहिँ फेरि एउटा कुरा जोड्न मन लाग्यो। दिजुले मलाई आफ्नो अपकमिङ फिल्ममा गाउने अफर दिएको छ। ओहो, यो मेरो लागि धेरै ठुलो अपर्च्युनिटी हो। ल बधाई छ मेरो भाइलाई। हस्, थ्याङ्क यू दिजु। म त राति एकचोटि आँखाबाट आँसु पनि आयो सम्झिँदाखेरि। त्यति खुसी लाग्यो, यति खुसी लाग्यो कि, यति खुसी लाग्यो कि त्यो म शब्दमा वर्णन गर्न सक्दिनँ। दिजुले मलाई कान्तिपुर फिल्म्स एकाडेमीमा बोलाइसो। एक्जाममा थिएँ अनि एक्जाम हलमै हुँदाखेरि फोन गरिसकेको रहेछ। मेरो ब्याग बाहिर थियो, म एक्जाम हलमा एक्जाम दिँदै थिएँ। पछि कल ब्याक गर्दाखेरि बाबु कान्तिपुर फिल्म्स एकाडेमीमा आऊ, यहाँ चाहिँ तिमीलाई बधाई ज्ञापन गर्ने कार्यक्रम छ भनेर भनिस्यो। त्यसपछि मैले हस् दिजु म आउँछु भनेर चाहिँ खाना खाने बित्तिकै हतार हतार गरेर चाहिँ उहाँ नक्साल गएँ, गैरीधारा कान्तिपुर फिल्म्स एकाडेमीमा। त्यहाँ पुग्ने बित्तिकै दिजुले मलाई के भनिस्यो भने आज तिमीलाई एउटा सरप्राइज छ भनेर नि भनिस्यो के। त्यसपछि लौ न के होला त्यो सरप्राइज भनेर दिजु के हो भनिस्यो न, म सुन्नलाई एक्साइटेड भएँ भनेर भन्दै अहिले भन्दिनँ म भनेर ढुक 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 बनाइसक्यो कि एकछिन मलाई है। ओहो लौ न के चाहिँ होला त त्यस्तो ठुलो सरप्राइज आज मेरो लागि भन्ने सोच्दै 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 बसेँ। पछि अनि के भन्छौ भन्दाखेरि तिमीलाई रेखा थापाले फिल्ममा गाउने अफर गरी भने गाउँछौ, यो तिम्रो दिदी बोले होइन, यो रेखा थापा बोले हो, रेखा थापाले फिल्ममा गाउने अफर गरी भने गाउँछौ भनेर भन्दाखेरि त म यतिकै हो कि ओहो बिग सरप्राइज। हजुर एकदम ठुलो सरप्राइज। म अक्क न बक्क भएँ क्या एकछिन त। म कहाँ छु, विपनामा छु कि सपनामै छु कि भन्ने जस्तो पनि लाग्यो। त्यसपछि गाउँछु दिजु, हाँसी हाँसी गाउँछु म भनेर भनिसकेपछि ल तिमीलाई चाहिँ मेरो फिल्ममा गीत गाउने चाहिँ मौका दिन्छु भनेर भन्दाखेरि यति खुसी लाग्यो। एकदम म चाहिँ स्वर्गैमा पुगेको जस्तो महसुस भयो कि। हो है हजुर, त्यति खुसी लाग्यो, त्यति खुसी। हजुर, जिन्दगीमा मैले यस्तो अपर्च्युनिटी कहीँबाट पाएको पनि थिइनँ, सायद पाउँदा पनि पाउँदिनँ होला। यति धेरै माया, यति धेरै विश्वास गरिसो मलाई। सायद यस्तो मान्छे अरू कोही मैले पाउँदा नि पाउँदिनँ होला जिन्दगीमा। ठुलो, यति ठुलो अपर्च्युनिटी होइन, जितेको एक हप्ता नपुग्दै पाउनु भएको छ है। हजुर, रेखा दिदीसँग भेट्दाको खुसी होइन त भन्नुभयो हजुर होइन। अनि रेखा दिदीसँगै त्यो दिनमा गीत गाउनु भयो कि भएन त्यो प्रोग्राममा? गाएँ। ल सुनौँ न त्यो गीत। अघि गाएँ सुनकै छोरा। त्यो प्रोग्राममा गाउनु भयो, तपाईँलाई बधाई गर्दाखेरि। ए कान्तिपुर फिल्म्स एकाडेमीमा? ए हजुर, त्यो गाउँछु म। ओ त्यो सुनौँ न। ए दिल मलाई
सुटुकभन ए दिल मलाई सुटुकभन कसले चोर्यो मेरो मन 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 थ्याङ्क यू वाउ कस्तो राम्रो अब मनै चोर्ने कोही छैन संगीत बाहेक है छैन त्यो त अहिले म सोच्न पनि चाहन्न बच्चै छु होइन बच्चै छु आहा यस्तो कुरामा नफसाइछु मलाई नफसाउनु है? हजुर फस्न मनै छैन कुनै पनि सुन्दरीको अघि हाम्रो किरण केसी दादासँग कुरा हुँदा के हजुर हजुर होइन के भन्छ अरे सुनौँ न यो भुँडीलाई चाहिँ कायम राख्नु अहा, अनि लभ सपको चक्करमा नपर्नु मन पराउने धेरै आउँछन् आफू चाहिँ कहिले नै पछि लागेर नहिँड्नु भनिसकेको थियो सबैलाई पछि लगाउनु हजुर सबैलाई पछि लगाउनु भनिसकेको थियो निधारमा कोठी छ है हाम्रो प्रोसेस भएको हजुर हजुर ए निधारमा कोठी भएकै कारणले म भाग्यमानी हो जस्तो लाग्छ खै बिचमा निधारको ठ्याक्कै बिचमा कोठी भन्ने मान्छे चाहिँ भाग्यमानी हुन्छन् रे भन्ने अब शास्त्र होइन अहा, आस्तिक मान्छे अब विश्वास त लाग्छ सबैभन्दा पहिला कसले भन्यो तपाईँको निधारमा कोठी छ भनेर सायद मेरो ठुलमामुले होला हो हजुर त्यस्तो माया गर्छौ तिमी छोरा हजुर। एकदमै भाग्यमानी छौ हजुर विचलित नहुनु तिम्रो निधारमा चाहिँ कोठी छ हजुर हजुर है त्यस्तो भन्छ हजुर खुसी लाग्यो सुन्दा कतिपय कुराहरूमा चाहिँ अब सुपरस्टिशियस बिलिभहरूमा चाहिँ अँ, खासै त्यति विश्वास चाहिँ लाग्दैन मलाई अँ, तर पनि अहिले यसरी इन्टरभ्यूको लागि भ्याइ हुँदा यसरी हजुरसम्म आइपुग्न पाउँदाखेरि चाहिँ साँच्चै नै हो कि क्या हो जस्तो चाहिँ लाग्न थालेको छ ओ सो स्विट अघि तपाईँलाई माला लाउँदै गर्दा भन्नुभएको थियो कि हजुर होइन कहिले पनि पछि नहट्नु सधैँ अघि बढ्नु हाम्रो किरण केसी दादाले हजुर अनि त्यतिखेर सँगै एउटा गीत गाउनु भएको थियो साह्रै मन छोको थियो कि होइन हजुर, हजुर। एउटा पनि गर्लफ्रेन्ड नभएको मान्छेले दुईटीको गीत गाउँदा रमाइलो हुँदो रहेछ सुनौँ न हजुर। सुनौँ त हस् हुन्छ अब के चलन रहेछ भने नि अहा, यो 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 दुईटा चिउँडो काटिएको मान्छेले चाहिँ दुईटा बिहे गर्छ भन्ने चलन रहेछ यदि दुईटा बिहे भयो भने काम लाग्ने रहेछ यो गीत ओ, यो मेल खान जाने रहेछ अहा, त्यसकारण अहिले गाएँ मैले ओके जेठीलाई आमैले रोजेको कान्छीलाई आफैले खोजेको जेठी नानी आमाको बुहारी कान्छी नानी बुढाको पियारी राम्री देखेको हे राम्री देखेको कर्मैमा रहेछ मेरो दुईटी लेखेको कर्मैमा रहेछ मेरो दुईटी लेखेको थ्याङ्क यू मलाई किन बिचमा हाँस उठ्यो भने हजुर यो हाम्रो होइन ऋषि धमला सरले चाहिँ सुन्नुभयो भने तपाईँलाई के क्वेसन गर्नुहुन्छ एकचोटि सुनौँ न उहाँको स्वरमा है हजुरले मलाई मार्ने भइसक्यो होइन तपाईँ मल्टी ट्यालेन्ट भएर तपाईँसँग बस्दा मैले यो कुरा सुनिनँ भने म अधुरो हुन्छु प्रशस्तजी तपाईँलाई एउटा प्रश्न युवतीहरू कति आयो तपाईँको जिन्दगीमा अहिलेसम्म कसैलाई प्रेम गर्नु भएको छैन प्रेम गर्ने चाहना छ कि छैन फेरि गीत दुईटी लेखेको भन्नुहुन्छ किन भन्नुभयो क्वेसन यस्तो आइहाल्थ्यो होला हजुर हजुर है अब हामी साथीहरूतिर जाऊँ न होइन हामीले हजुर। धेरै कुरा गऱ्यौँ करियरको पनि शुभकामना धेरैबाट पाइराख्नु भएको छ साथीहरूले के भन्नुहुन्छ तपाईँलाई यस्तो है साथीहरू- फेरि प्रोसेस अहिले सबैले प्रशंसा गरेको छ मन प्रफुल्ल छ होइन
त्यो मात्र होइन कि मैले प्रोसेसले भने छन् गेडी सबै मेरी छैनन् गेडी सबै टेढी पनि अनुभव गरेको छु मैले भन्नुभएको छ कि हजुर कुनै एउटा होइन इन्टरभ्यूमा। हजुर हजुर साथीहरूतिर जान्न न, त्यस्ता कोही साथीहरू छन् जसले चाहिँ यही उखान जस्तो केही व्यवहार गरेका छन्? त्यस्तो त अब पहिला पहिला चाहिँ अब भेट्दाखेरि पनि अब नबोल्ने मान्छेहरू चाहिँ अहिले आएर बोल्छन्। यो भोइसको ब्लाइन्ड अडिसन भाइरल भएपछि चाहिँ अनि अब त्यो त्यस्तो त छन् गेडी सबै तेरी छैनन् गेडी सबै टेढीमेढी भन्ने खालको त कसैले पनि त्यस्तो व्यवहार त गरेका छैनन्। किनभने मलाई एकदम माया गर्छन् साथीहरूले। हजुर मलाई पनि एकदम माया लाग्छ उनीहरूको। साथीहरू राम्रो पाउनु भएको छ, साथीहरू एकदम फ्यामिली राम्रा छन्। राम्रो पाउनु भएको छ है। हजुर साथीहरू एकदम राम्रा छन्। कहिले पनि चाहिँ तँ आँखा देख्दैनस्, तँ चाहिँ फरक छेमा त तँ चाहिँ दृष्टिबिन भनेर चाहिँ कहिले पनि फिल गराउँदैनन् साथीहरूले। जहाँ गए त्यहीँ लिएर हिँड्छन्, साथ हुन्छन्। हजुर साथ हुन्छन् सधैँ, आँखा बन्दिन्छन् आँखा बनिदिन्छन् है। हजुर त्यस्तो फिल गराउँदैनन् कहिले नि। जीवनमा सबैभन्दा ठुलो आँखा चाहिँ तपाईँको जीवनको को व्यक्ति हो जसले चाहिँ तपाईँलाई नदेखे पनि देखाउँछ? मेरो घर परिवार, परिवारको सदस्य मध्ये एक कोही? सबै हो। सबै है, यो भन्ने नै छैन, सबै हो। सबै हुनुहुन्छ। कहिले पनि अघि तपाईँले भन्दा होइन, किनभने अरूले भन्दाखेरि चाहिँ होइन यो कमजोरी लिएर चाहिँ कसैलाई नबोल होइन, तालुखिलेलाई तालुखिले भनेर सम्बोधन गरिँदैन होइन। हजुर, हजुर, कुनै पनि कमजोरीलाई कमजोरी लिएर चाहिँ नबोल भन्दाखेरि चाहिँ होइन, हजुर। तपाईँलाई जीवनमा मैले यो कमजोरीले चाहिँ म पछि पढेँ भन्ने कुनै एउटा त्यस्तो क्षण छ? त्यस्तो छैन, किनभने अहिलेसम्म सबैले माया गरिरहेको छ। त्यस्तो त छैन। आफूलाई चाहिँ लागेको छैन कहिले काहीँ चाहिँ होइन मलाई म यो होइन खासमा मेरो मनको कुरा हो, किनभने हामीलाई पनि मलाई पनि म यो कुरा भए चाहिँ म यहाँ पुग्थेँ, म यो कुरा पाइनँ मैले भनेर भगवान्सँग गुनासो हुन्छ कि ए हजुर होइन। जस्तै प्रोसेसको जीवनमा नि भगवान्सँग केही गुनासो छ, तिमीले मलाई केही कमी गरायो, त्यो कहिलेकाहीँ हुन्छ। के कुरामा होला यसो छेड्न सुनौँ न। त्यो कहिलेकाहीँ कस्तो हुन्छ भने सबैजना खेल्न जाने अनि आफू रुममा एक्लै परिने, त्यो होस्टेल बस्दाखेरि चाहिँ कहिलेकाहीँ त्यस्तो लाग्थ्यो मलाई। ल्याब्रोटरीमा चाहिँ होस्टेल बसेको, अहिले चाहिँ म तक्षशिला एकाडेमी पढ्दैछु। ल्याब्रोटरीमा चाहिँ अलिक त्यस्तो फिल पनि आयो, सबैजना चाहिँ खेल्न जाने होइन। अनि हामी जस्ता साथीहरू चाहिँ रुममा धुमधुम्ती बसिरहने होइन। अब होस्टेलमा त मोबाइल चलाउन नि पाइँदैन थियो, दिन काट्नै गाह्रो हुने। अनि त्यतिखेर चाहिँ लाग्थ्यो हामीलाई मात्र किन यस्तो गरेको होला भगवान्ले भनेर, त्यतिखेर चाहिँ लाग्थ्यो। हो भगवान् छन् या भगवान् छैनन् प्रोसेसको नजरमा? मेरो नजरमा त अब भगवान् छन् जस्तो लाग्छ, किनभने म आज जहाँ छु जे छु सबै भगवान्कै कारणले छु। मेरो भगवान् भनेकै मेरो दर्शक श्रोता हो। साँच्ची है, म साँच्ची नै पनि सबै कुरामा गर्दाखेरि नि मसँग मेरो छोरी छिन् कि एउटा अटिजमको, अनि उनी चाहिँ खेल्दिनन् कि सब होइन, सबल नानीहरूसँग खेल्दिनन्। त्यतिखेर चाहिँ अब उनलाई चाहिँ पछि गएर उनले के व्याख्या गर्लिन् थाहा छैन होइन। उनी चाहिँ खेलिनन् भन्ने पिर मलाई जहिले पनि लाग्छ कि है। म त्यही कुरा चाहिँ मैले प्रोसेसबाट नि सुने होइन, त्यो एउटा चाहिँ कमी हुँदो रहेछ नि प्रोसेस। हजुर हजुर, कहिलेकाहीँ अब त्यो कहिलेकाहीँ त्यस्तो लाग्ने हो, तर त्यो सोच्नु जरुरी चाहिँ छैन। किनभने अरूभन्दा हामी चाहिँ केमा कम छौँ र? अरू देख्नेहरूले बरु कति चिज गर्न सकेका हुँदैनन्, त्यो हामीले गरिरहेका छौँ। जस्तै सृष्टि केसीज्यूलाई हेरौँ, हो नि। उदाहरणको लागि रमेश दादालाई नै हेरौँ, रमेश प्रसाई, अनि हाम्रो नन्दा भाउजूलाई नै हेरौँ, हो नि। उहाँले चाहिँ त्यत्रोजना चाहिँ 12-13 जना बच्चाहरूलाई चाहिँ पाल्ने एउटा बाल आश्रम खोलिसकेको छ। नन्दा भाउजूलाई नै हेरौँ, उहाँ पनि त आफैमा चाहिँ दृष्टि सम्बन्धी अपाङ्गता भएको मान्छे हो नि त। नन्दा भाउजूले कति चाहिँ ठुलो काम गरिसकेको छ।
नन्दा भाउजूलाई हेरौँ, हाम्रो रमेश दादा, सृष्टि दिजु लगायत हाम्रो चाहिँ पहिलो दृष्टिविहीन अधिवक्ता डाक्टर लक्ष्मण गेवाली सरलाई हेरौँ होइन, उहाँहरू जस्ता मान्छेहरू पनि छौँ, हामी जस्ता मान्छेहरूले पनि के गर्न सक्छौँ भन्ने ज्वलन्त उदाहरण हो क्या उहाँहरू। मैले यही सुन्न खोजेको, भित्रैबाट बलियो प्रोसेस छ है। हजुर प्रोसेस होइन, प्रोसेस नाम राख्नु हजुर। प्रोसेस नाम हुनुमा केही छ त्यस्तो रिजन भन्नुहुन्छ मम्मीहरूले, तिम्रो यो कारणले, अब जस्तै संजोग नाम भयो भने होइन, हजुर सङ्गीता भयो भने हुन्छ नि एउटा यो कारणले चाहिँ मैले तिम्रो नामै यो राखिदिएको हो भन्ने हुन्छ नि, त्यस्तो प्रोसेस नाम राख्नुमा केही रिजन छ भन्नुभयो? कसैले केही पनि भनिसकेको छैन, प्रोसेस नाम मेरो पापाले राखिदिसेको हो, अहिले युएसमा उसिन्छ। हो है, हजुर बुवा युएसमै भएर डलरको कुरा आयो त्यसो भए। बाबा होइन, ठुल बाबा हो, ठुल बाबा, म पापा भन्छु। पापा, ओके। हजुर, म कसैलाई पनि त्यो ठुल बाबा सानो बाबा भन्ने, म तिनटै बाबाहरूलाई बाबा बाबा भन्छु। धादिङमा जन्मिनु भएको होइन, अझै तपाईँ त अहिलेसम्म टिनै हुनुहुन्छ, टिन इयर्स है, हजुर होइन। धादिङमा जन्मेको एउटा किशोर जसले चाहिँ धादिङ मात्र घन्काएन, विश्व घन्कायो। हजुर, थ्याङ्क यू दिजु, त्यो हजुरहरूले मूल्याङ्कन गर्ने कुरा हो, मलाई त त्यस्तो लाग्दैन। त्यो ठाउँमै गएर चाहिँ मैले, धादिङमै गएर चाहिँ यस्तो गर्छु मैले होइन, एउटा चरममा पुगेपछि चाहिँ म यस्तो गर्छु धादिङलाई भन्ने केही छ? हुन्छ नि, आफू जन्मेको माटो त मान्छेले थोरै भने त्यो सोच चाहिँ मेरो अलिकति के छ भने, हजुर, मै जस्ता फिजिकल्ली च्यालेन्जहरूको लागि चाहिँ एजुकेसनमा हेल्प गर्ने इच्छा छ। वाउ, ल मेरो मनैदेखि क्ल्याप छ है। थ्याङ्क यू दिजु। भनेपछि केही परिवर्तन ल्याउँछु म। हजुर हजुर। अझै केही परिवर्तन नेपालमा अझै केही कुराहरू पुगेको छैन जसले चाहिँ अघि बढ्नलाई अलिक गाह्रो छ भन्ने केही छ त्यस्तो? अपाङ्ग मैत्री बाटोहरू छैन, ठाउँ ठाउँमा सुरक्षित टोयलेटहरू छैनन्, शौचालयहरू, यस्तै कुराहरू छ है, मनमा खड्किन्छ। के भइदिया भए चाहिँ सजिलो हुन्थ्यो जस्तो लाग्छ? हजुर, अलिक सम्बन्धित निकायको चाहिँ ध्यान यतातिर पुगेको भए चाहिँ हुन्थ्यो, सजिलो हुन्थ्यो है। हजुर हजुर। मैले अलिक गम्भीरै क्वेसन सोधेँ क्या हो, गम्भीरै भयो जस्तो है। कहाँ पुगियो नि हामी? धादिङ जाँदाखेरि चाहिँ बाटोमा हामीले खाजा खाएनौँ, हजुर, सिधै दुःखमा पुगियो है। हजुर हजुर। तापक्रम बढ्या छ नि, मैले सोधेर अलिअलि सुनौँ न त तापक्रम। त्यो हस्, म हजुरलाई अनि दर्शकहरूलाई थोरै तापक्रम बढ्यो, ज्वाला स्वाला फुट्यो त्यसको मुखबाट गाली, त्यसको गाला साला फुट्यो, ब्रान्ड लारा 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 जुधे जस्तो मी वर्सेस मी, बन्द ताला साला खुल्यो, दिस सिम्पल लास्ट फ्लो, मूर्ख शब्दमा भुल्यो अनि बुझिसक्दा कुरा त्यसको पाल्दो नै सुल्यो, गीत हाम्रो लफङ्गा संसारै डुल्यो, AK-47 त्यसको ज्यान भरि डुल्यो। एकै सासमा गाइदिनु भयो त। हजुर। यो गीत अरूले भन्दा त जसले पाए त्यसले गाउन सक्दैन होला, खै अब त्यो थाहा भएन है। सुरुमै सुन्ने बित्तिकै आयो कस्तो राम्रो गाउनु, मैले गाएको सुनेरै सुन्न खोजेको थिएँ। हजुर, 5 चोटि जति सुने होला। सुन्नुभयो है? हजुर। यसमा रमाइलो लाग्यो यो गीत, तपाईँहरूको एजलाई मिल्ने। नवाज दादाको गीत हो यो। हजुर। पहिला मैले नवाज दादाकै साम्राज्य गाएको थिएँ, हजुर, भाइरल पनि भएको थियो। अहिले फेरि यो तापक्रम बढ्यो गाएँ, फेरि भाइरल भयो। भाइरलै भयो। हजुर। कस्तो लाग्दो रहेछ? 5.1 मिलियन पुगेछ। अस्ति चेक गरेको थिएँ मैले। हजुर, कस्तो खुसी लाग्यो। हो है। हजुर। अनि यो गीत यस्तो, मैले अरूको गीत गाउँदा चाहिँ यस्तो राम्रो हुन्छ, भिजुअल सिरानी चाहिँ अलि दर्शक माझ पुगेको छैन कि सबैले हेरिदिनु भन्नलाई के भन्न चाहनुहुन्छ? हजुर, मैले अरूको गीत गाउँदा चाहिँ मिलियन भ्युज गयो। अब हजुरहरू भगवानहरूले चाहिँ मेरो आफ्नै 2टा गीत छन्, त्यो 2टै गीतलाई माया गरिदिनु होला। एउटा चाहिँ सिमसिम पानी बनभरि भन्ने छ, क्षितिज सापकोटा युट्युब च्यानलमा। अर्को चाहिँ भिज्यो सिरानी तिमीलाई सम्झिँदै रोएर भन्ने गीत छ, PK भाइन्स युट्युब च्यानलमा। सबैजनाले गएर हेरिदिनु होला, सेयर गरिदिनु होला।
माया गरिदिनु होला र सर्वत्र चर्चामा पुर्याइदिनु होला भन्न चाहन्छु। सबैले साँच्ची नै हेर्नु होला। विजय सिरानी त मैले बिहान सुनिरहेको थिएँ, साह्रै मिठो स्वरमा। अझै मैले भाइलाई गाउनु भन्दाखेरि अझै त्यहाँभन्दा यहाँ अझै राम्ररी गाउनु भयो है। त्यस्तो मिठो स्वर छ अझै रियलमा सुन्दाखेरि। इक्जाम कस्तो भयो? इक्जाम राम्रो भयो। बिग्रेन? यत्रो हुन्छ नि, इक्जाम दिँदै कहाँ इन्टरभ्यू, इक्जाम दिँदै कहाँ सम्मान, होइन? केही ह्याम्पर भयो? पहिलाभन्दा अलिक फरक थियो इक्जाम यसपालि? आफ्नो क्षमताले भ्यासम्म गरेकै छु। अब मार्क्स दिने नदिने टिचरहरूको हातमा छ। ला प्रोसेस भनेर तपाईँलाई प्रोसेसको माध्यमबाट मार्क्स मिलोस् कि तपाईँको क्षमताको मापनुहोस् जस्तो लाग्छ? अहिलेलाई त दुइटै पास हुनु छ होइन? हजुर, किनभने पढ्नै भ्याएको छैन। म भोइसमा चाहिँ म ब्लाइन्ड अडिसन सुरु भएपछि चाहिँ म खासै मेरो ध्यान पढाइपट्टि जाँदै गएन क्या। किनभने मलाई जसरी भए पनि यहाँबाट दर्शकमा चिनिनु थियो, प्र्याक्टिस गर्नु थियो, मेहनत गर्नु थियो सिङ्गिङमै। त्यस कारण पढाइतिर ध्यानै गएन। म कलेजै गइनँ अनि त्यही भएर चाहिँ अलिक पढाइमा ह्याम्पर भएको छ। अहिलेलाई चाहिँ दुइटैबाट मिलोस् परेन, पास हुनु पर्यो होइन? हजुर हजुर। ह्युमेनिटिज पढ्नु भएको? हजुर, ह्युमेनिटिज। किन त्यही नै किन चुज गर्नुभयो होला? हजुर, अब ब्लाइन्डहरूले पढ्ने विषय भनेकै एजुकेसन र ह्युमेनिटिज हो। किन त्यो हुन्छ र? अब ब्लाइन्डहरूको लागि अलिकति त्यो म्यानेजमेन्टहरू अलिकति त्यो गाह्रै छ क्या। प्र्याक्टिकलहरू गर्नुपर्छ, के गर्नुपर्छ नि त। ओके। त्यो चाहिँ गाह्रै हुन्छ। साइन्स अब हामीले लिन सकिँदैन, त्यो पढ्न सकिँदैन होइन। अनि अब ह्युमेनिटिज नै लिएँ। मैले चाहिँ किन सोधेको भने सङ्गीत किन नगरेको भन्न खोजेँ कि? ए होइन, म्युजिक म ब्याचलर्समा चाहिँ म्युजिक गर्छु, +2मा चाहिँ ह्युमेनिटी चाहिँ पढ्छु भन्ने सोच थियो मेरो। कतिवटा गीतहरू चाहिँ अहिले आइरहेछ त प्रोसेसलाई यो गाउनु पर्यो होइन? डमीहरू कति आइपुगेका छन्? धेरै नै छन् कि म भ्याइ नभ्याइ हुन्छु कि भन्ने छ कि होइन? अनि कतिजनाले त विनर त हराउँछ है, हुन्छ नि एउटा। हजुर, त्यो उहाँहरूको मनमा त्यो छाप चाहिँ छ। किनभने अब अहिलेसम्म हाम्रो दादाहरूको गीत खासै चर्चामा आउन सकेन। मैले त एक फलो गराएको छु दादाहरूको। अब म लगायत कतिले गरिस्या पनि होला, कतिले नगरिस्या पनि होला। त्यो अब हाम्रो जनर चाहिँ के छ भने आजभोलिको जेनेरेसनसँग म्याच नखाने टाइपको जनर हो नि त हाम्रो। सेमी क्लासिकल हामीलाई त्यो मनपर्ने, आजभोलि टेस्ट अलिक अर्कै छ। त्यस कारणले पनि सायद दर्शकहरूले नोटिस नगरिसकेको हो कि दादाहरूलाई भन्ने जस्तो लाग्छ। किनभने दादाहरूले त एकदम धेरै मेहनत गरिरहेको छ। यही होइसिन्छ सबैजना, कहीँ हराइसकेको छैन। सिडी दादाको ब्याक टु ब्याक गीतहरू आउँदैछन्। हो। सिडी दाईको एउटा गीत सुनौँ न। हस्, म त्यो गाउँछु। हामी एकदम, मलाई माया गर्ने मान्छे हो हजुर सिडी दादा। सिडी दादाको ब्याक टु ब्याक गीत आउँदैछन्। राम दादाको आइरहेछ, किरण दादाको पनि आइरहेछ। भर्खर त्यो तिमी र म भन्ने गीत रिलिज भइसकेको छ। हजुर, त्यो पनि हेर्नु होला सबैले। त्यो आइरहेछ। करण दादाको नि आउँदैछ। यो के गर्यो तिमीले कि समथिङ के एउटा म्युजिक भिडियो अस्ति नै रिलिज भएको थियो हाम्रो कृषला तामाङ दिजूसँग। त्यो रिलिज भएको थियो। लगायत थुप्रै गीतहरू आइरहेछ। विनोद दादाको पनि आइरहेको छ, मैले सुनिरहेको छु होइन। हजुरहरूले सर्च गरेर हेर्न सक्नुहुन्छ। विनरहरू हराउँदैनन्। श्रोतासम्म पुग्न अलिकति चाहिँ सङ्घर्ष भयो। हजुर हजुर, अलिकति चाहिँ सङ्घर्ष भइरहेको चाहिँ छ, तर विनरहरू हराएको चाहिँ छैन। वाउ, सुनौँ न त सिडी विजय दाइकै सुनौँ, किनभने तपाईँ धेरै जस्तो फलो गर्नुहुन्छ उहाँलाई होइन? हामी त सँगै पनि हुन्छौँ। हुन्छ म नि सिडी दादाको तिमी टाढा भएपछि नसपिउने बानी भयो, अब मेरो जिन्दगानी तेरोमै जाने भयो, अब मेरो जिन्दगानी पिर नै
जाने भयो। थ्याङ्क यू। वाउ कस्तो राम्रो। यो चाहिँ दादाको भोइस अफ नेपालमा आउनुभन्दा धेरै अगाडिको गीत हो। हामी नर्सरी एलकेजी पढ्दाखेरि टिभीमा बस्थ्यो यो गीत। हो है। हजुर। यस्तो राम्रो गीत गाउने मान्छे होइन सुरुमा चाहिँ म गीत गाउँछु म गीतकै लागि बनेको हुँ जस्तो चाहिँ कुन क्षणमा भयो हाम्रो प्रोसेसलाई? जब मैले चाहिँ रेडियो नेपालको बालगीत कम्पिटिसनमा म सेकेन्ड भएँ त्यो बेलादेखि, किनभने ठुल्ठुलो सङ्गीतकारहरू होइसिन्थ्यो जसलाई टिका भण्डारी सरहरू, नवराज लम्साल सरहरू होइसिन्थ्यो क्या हो मेरो पालामा। हजुर। त्यतिखेर अब उहाँहरू भनेको त धेरै नाम सुनेको रेडियोमा, अनि उहाँहरूको अगाडि बसेर गाउँदाखेरि चाहिँ ओहो म त गीतकै लागि बनेको हो कि क्या हो जस्तो चाहिँ त्यहाँदेखि लाग्न थाल्यो मलाई। अब लाइफै सङ्गीत हो मेरो जीवनमा भन्ने तपाईँले खाका कोर्नु भयो। हजुर। है त्यो के गीत थियो बच्चा बेलामा गाउनु भएको? कति वर्ष हुनुहुन्थ्यो? वर्ष चाहिँ एक्ज्याक्ट याद भएन, त्यो 8-9 वर्ष थिएँ कि। सुनौँ न त्यो गीत पनि। यो चाहिँ मेरो आदरणीय गुरु रमेश सुवेदी जो आफैमा दृष्टिविहीन पनि होइसिन्छ, अनि उहाँलाई चाहिँ म मेरो कर्म दिने बाबा भन्न रुचाउँछु। म्युजिक फिल्डमा उहाँले नै गर्दा म आजसम्म हजुरहरूसँग यसरी इन्टरभ्यू दिन पाएको छु। उहाँलाई सम्झिँदै उच्च सम्मान गर्दै गीत गाउन चाहन्छु। शिर र शिर बतास चल्छ, स्यार र स्यार पानी पर्छ, के छ आमा कुहिरो भित्र सधैँभरि यस्तै गर्छ, सधैँभरि यस्तै गर्छ। थ्याङ्क यू। पहिलाको स्वर र अहिलेको स्वर हेर्ने हो भने त पहिला त स्वर पनि परिवर्तन भएको थिएन होला नि त? हजुर हजुर। अहिले पहिलाको यो गीत सुन्दा र अहिले आफूले गाएर रेकर्ड गरेर सुन्यो भने ठ्याक कस्तो गाएछु जस्तो लाग्छ। त्यो स्वर मिठो लाग्दैन? अहिलेको स्वर होइन, त्यो बेलाको स्वर होइन, पहिलाको स्वर र अहिलेको स्वर कम्पेयर गर्यो भने अहिलेको स्वर मेरो एकदम अर्कै लाग्छ कि मलाई। कुन चाहिँ मिठो लाग्छ? त्यो बेलाको पहिलाको मिठो लाग्छ। मिठो लाग्छ है, परिवर्तन नभएको स्वर। हजुर। खेम सेन्चुरी के हो हाम्रो प्रोसेस भाइको नजरमा? खेम सेन्चुरी सर? खेम दादा मेरो भगवान हो, मेरो भगवान, मेरो ईश्वर, मेरो देवता सबै, अनि मलाई अत्यन्त माया गर्ने मेरो प्यारो दादा हो। हजुरले खेम सेन्चुरीलाई नै मैले चुज गरेँ। हजुर। होइन भन्छ थियो। हजुर। उहाँले मेरो हात थाम्नु भयो भने चाहिँ मैले यो भोइस अफ नेपाल जित्छु भन्ने फिक्स थियो भने आफ्नो मनले बोल्या थियो। होइन, म चाहिँ दादाको पहिलेदेखि नै ठुलो फ्यान पनि थिएँ, अनि अब त्यही माथि एकदम भेट्न मन लागेको थियो, अनि चारैजनाको फ्यान थिएँ म। तर अब रोज्दाखेरि अब पोरोजम भयो। मलाई चाहिँ अब लोक सङ्गीततिर नि अलिक बढी झुकाव भएको हुनाले मैले खेम दादालाई रोजेको। खेम दाईको एउटा गीत सुनौँ न त। कुन चाहिँ? कुन एकदम मजा लाग्छ मलाई यो गीत गाउँदा चाहिँ भन्ने कुन छ? होइन, हजुरले भनिसक्यो न, आज त मेरो काम सुनाउने, हजुरको काम रोज्ने हो। हो हजुर। पानको पसल कल्पनामै दिन काट्छु, रात काट्छु, तिमीलाई छुन खोज्नेको हात काट्छु, पानको पसल। कल्पनामै दिन काट्छु, रात काट्छु, तिमीलाई छुन खोज्नेको हात काट्छु, पानको पसल। ओइ मेरो त घर छैन दिलमा बसल, ओइ मेरो त घर छैन दिलमा बसल। यो नेत्र अरियाल दादाको शब्द अनि खेम दादाको सङ्गीतमा खेम दादा र मेलिना म्यामले गाइसकेको। डुइट गाउनु पर्यो भने प्रोसेसलाई कोसँग गीत गाउनु मन लाग्छ? मलाई 3 जना चाहिँ मेरो फेभरेटै हो, अति नै मिलन म्याम, प्रविशा म्याम, मेलिना म्याम। सबैभन्दा पहिला चाहिँ कोसँग गाउनु मन छ? मेलिना म्यामसँग। हो
हजुर स्वर मिठो लाग्छ, सबैको फ्यान हुँ म भन्नुभयो होइन। हजुर हजुर मेलिना म्यामको भोइसको होइन, सुनौँ न त तपाईँको भोइसमा मेलिना म्यामको गीत। आज किनभने भोइस अफ नेपालको हिरो हो हजुर होइन, हजुर एक शताब्दी ठ्याक्कै भयो है, हजुर त्यो कारणले चाहिँ सुनौँ न मेलिना म्यामको गीत। आज त मलाई प्रोसेसलाई सुनिराख्न मन लागिरहेछ। कुन चाहिँ गीत गाउँ त म्यामको? सबै कर्णप्रिय छन्, एकदम मलाई मनपर्ने गीत। म भन्दा नि धेरै राम्री थिए होला र त, मैले भन्दा धेरै माया दिए होला र त, मलाई छोड्ने यति ठुलो निर्णय लियो, मलाई छोड्ने यति ठुलो निर्णय लियो, धोका दि धोका तिमी धोकेबाज भयो, धोका दि धोका तिमी धोकेबाज भयो। म्याम सरी है, मैले कहाँ फसाइसो मलाई दिदीले, सरी है। एकदम राम्रो छ। म त भने नि मैले सुनिरहँ जस्तो लाग्ने सङहरू होइन, यस्तो राम्रो राम्रो गीत गाउनु भएको छ। आज यति धेरै गीत त मैले कसैलाई पनि गाउन लाएको छैन होला है, यस्तो राम्रो क्यारिकेचर भयो, क्यारिकेचर होइन। तपाईँको भविष्य उज्जवल छ। प्रोसेसलाई चाहिँ सबैलाई डेडिकेट गर्छ के प्रोसेसले गीत होइन, सरी सबैलाई डेडिकेट गर्नुहुन्छ प्रोसेसले होइन। फेरि मलाई श्रीनेहा दिदीले नि त भन्नुभएको थियो भनेर राति होइन त्यस्तो होइन, कहाँ हजुरले त जे भन्नु नि मिल्छ होइन, त्यो शब्द अलिकति बिग्रियो होइन, हजुरले त जे भन्न नि मिल्छ, किनकि हजुर मेरो भाइ हो नि है, हो नि, धेरै सानो मान्छे हो, जे भन्न नि मिल्छ। धेरैलाई डेडिकेट गरे सुन्छु के मैले, अनि सबैको ब्लेसिङ पाएर होइन आज भोइस अफ नेपाल जित्यो पछि चाहिँ आमाको लागि गाउँछु म यो गीत भन्ने गीत छ। म चाहिँ मेरो मम्मीको लागि हुन्छ नि, मेरो भगवान जिउँदो भगवानको लागि चाहिँ म यो गीत गाउँछु। माया दियो ममता दियो, सहेर दुःख कष्ट संसार देखायो, आमा तिमी देवी हौ, आमा तिमी देवी हौ। थ्याङ्क यू। मम्मी तपाईँको लागि यो गीत भनिदिनु न। मामु हजुरको लागि यो गीत। हजुर आइसिएस गइसिएस धेरै भन्नुहुन्छ होइन, बाहुनको छोरा भएर भन्ने कुरा सुनेको थिएँ मैले हजुर होइन, यो बच्चैदेखि हुर्काइ नै त्यस्तो भयो नि त है, म पनि त्यही भन्छु। हजुर मम्मीको लागि गीत त गाउनु भयो, मम्मीको लागि घर बनाइदिन्छु भन्ने सोच छ नि, किन नहुनु। जेठो छोरा है, जेठो छोरा हजुर। कतिको दायित्व हुँदो रहेछ, जेठो छोरा हुँ म भन्ने कतिको प्रेसर पर्दो रहेछ। अहिलेसम्म त अब सबैको अगाडि बच्चै छु, खासै प्रेसर त परेको छैन। अब उमेर बढ्दै गएपछि पर्ला त्यो पनि। कस्तो खालको घर बनाउनु मन छ मम्मीको लागि? मम्मी पनि राम्री यङ भइसिन्छ है। हजुर प्यागोडा स्टाइलको नै होला। त्यो बनाउँदा चाहिँ ग्रिन ब्रिक है चाहिँ नबिर्सिनु है, त्यो चाहिँ नपोली बनाएको इट्टा होइन, त्यसलाई चाहिँ नबिर्सिनु। हजुर त्यो त ग्रिन ब्रिक एकदम सम्झिन्छु म। अब घर बनाउने त अब यो जुनीमा सम्भव छैन। अबि कहाँ त्यस्तो भनेको, भर्खर त करियर सुरु भइरहेछ, 3-4वटा घर चाहिँ बन्ने हो कि बरु? एउटा कमेडी गरेको। ल बधाई छ। ग्रिन ब्रिककै इटाबाट मेरो प्रोसेस भाइको घर बनोस् होइन, र सधैँ उच्च स्तरीय अग्रगामी स्वरले संसार जित्न सकोस्। आजको ग्रिन ब्रिक प्रेजेन्ट्स बाई शब्द सिन्धुमा आएर आफ्नो खुसी बाँड्नु भएकोमा र कति कुराहरू भावुक पनि हुनुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद। यो प्रोग्राममा आइदिएर यो प्रोग्रामको शोभा बढाइदिनु भएकोमा धेरै धेरै थ्याङ्क यू।